जनकपुरधाममा मासु खानाका लागि चर्चित होटल मध्ये नवरङ र राजु होटलको नाम पक्कै पनि तपाईले सुन्नु भएको छ होला, वा तपाई पनि मासु खान रुचाउनुहुन्छ भने साथीभाइ वा परिवारसँग एकपटक पक्कै पुग्नु भएको छ होला। अब यो खबर सुनेपछि तपाई एकपटक सोच्न बाध्य हुनुहुनेछ। हो दर्शकबिन, तपाईले सही सुन्नुभयो। यी दुवै होटलमा अनुगमन गर्दा अस्वास्थ्यकर खानेकुरा बिक्री वितरण तथा सरसफाइको न्यूनतम मापदण्ड पालना नगरेको र अत्यधिक फोहोर अवस्थामा होटल सञ्चालन गरेको पाइएपछि दुवै होटललाई जनहित 40,000 रुपैयाँ जरिवाना गरिएको छ। शुक्रबार मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकीरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्थानीय प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले जनकपुरधामका 12 वटा होटल तथा रेस्टुरेन्टहरूमा अनुगमन गरेका थिए। अनुगमनका क्रममा राजु होटल तथा पुरानो नवरङ होटलको भान्सा अत्यन्तै अव्यवस्थित, अत्यधिक फोहोर भेटिएको तथा गुणस्तरहीन खाद्य सामग्री प्रयोग तथा बिक्री भइरहेको फेला परेपछि दुवै होटललाई तत्कालै 40,000 रुपैयाँ जरिवाना गरिएको हो। जनकपुरधामका चर्चित होटलमै यस्तो अवस्था भेटिएपछि उपभोक्ताको स्वास्थ्यसँग खेलपाड गर्ने व्यवसायमाथि कस्तो कारबाही हुनुपर्छ भन्ने विषयमा बहस सुरु भएको छ। मध्य प्रदेश सरकारका गृहमन्त्री फकीरा महतोको यो अभियान तपाईलाई कस्तो लागेको छ? आफ्नो धारणा कमेन्ट बक्समा पक्कै पनि लेख्नुहोला। साथै सत्य तथा निष्पक्ष र प्रभावकारी समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला।